So guys, today's question, why इलाम? किनकि इलाम पहाडकी रानी हो। इलामका मान्छेहरुमा कल्चर छ, संस्कृति छ। पाहुनालाई सत्कार गर्ने संस्कृति छ। प्रकृति, संस्कृति र कृषिको खानी। औ कसको? औ लु, त्यो त मेरो त भाइ, म लागे। वेलकम ब्याक टु माई च्यानल। अहिले चाहिँ म नेपालकै सुन्दर नगरी इलाममा छु अनि तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ चियाबारी हो। बवाल छ हाम्रो अटोवाला दाइ। लुक एट द भ्यू गाइज, देख्न सक्नुहुन्छ। के हो दाइ? संस्कार नमस्कार भनेको होला नि मलाई। यस्तो पनि हुन्छ र? यो नि भाइ, गाँजा चाहिँ नेपालमा नि लिगल हुनुपर्ने हो क्या? किन हुँदै? सानो पैसा आउँछ त गाँजाले। र यो जति पनि बाँझो जग्गा छैन सब उब्जाउ। मेरुदण्ड बन्छ नि नेपालको गाँजा त। अनि नेपाल सरकारले बनाउला त दाइ? के बनाउँछ बनाउनु त, लिगल बनाउनु पर्छ त यसलाई। है दाइ, गाह्रै पर्ला हौ। यही हो हामी झर्नुपर्ने? यही हो। कसले खाले यो? तिमीहरू सबले हो यहाँ इलाम फोहोर बनाएको। कसले हान्दो रहेछ भाइ? यो नि नेपालको सबैभन्दा पुरानो फ्याक्ट्री हो नि यो दाइ? यो के भन्छ, गजरा सिंहले बनाएको हो नि। ए, कति सालमा बनेको दाइ? यो त उहिले हो भाइ। कसले हानेको दाइ? यो फोहोर पनि कहाँबाट आउँछ हो भाइ? यो झापा इन्डिया कम्ती फोहोर छ त, त्यहाँबाट सब हावाले उडाएर, यो माई खोला छैन, माई खोलाको बाटो यता बेलासी हुँदै सब उडाएर यहाँको मान्छेले त कहाँ फोहोर गर्नै जान्दैन नि भाइ। यो सब बाहिरबाट आएको हो त दाइ? अनि कहाँबाट त हो भाइ? तिमी नि यहाँ मास्तिर यो डाँडा लभ डाँडा जा भाइ। भ्यू त यस्तो दामी छ कि भ्यू त। गाइज, म चाहिँ अहिले इलामको चिया बगानमा घुम्दैछु होइन। यहाँ घाम चट्ट मस्त लागिरहेछ है। हेर्नु न कस्तो बवाल फ्रेस एयरहरू, यहाँको चिल मौसम। यहाँको विशेषता भनेकै यही मौसम हो क्या, एकदम बवाल खालको छ। अनि सुन्नमा आएको इलाम चाहिँ 5 अगो खानी भन्ने सुन्नमा आएको है गाइज। यहाँको जनशक्ति त झन् आम्मामा कति चाहिँ मेहनती हो। सबजना देश बनाउन अघि बढेका छन्। बवाल। यतातिर भ्यूहरू देख्न सक्नुहुन्छ। मैले यहाँ केही युवाको जमातहरू देखिरहेको छु होइन। सायद उहाँहरू पनि देश बनाउन अघि बढ्नु भएको छ। म चाहिँ वहाँ गएर चाहिँ केही Q&Aहरू गर्छु। आस्क सम क्वेसन। आइ एम टोटली एक्साइटेड गाइज। 81 पानी पर्यो होइन। अनि म फाइनली पुग्न पनि आँटिसकेँ। यहाँको मौसमको विशेषतै यही रहेछ नि त गाइज। ल गाइज, हेलो हेलो ब्रदर, हेलो। बिग फ्यान है, बिग फ्यान। गाजा इज लाइफ। गाजाले छ नि ब्रदर, सम्पत्ति ल्याउँछ कि ब्रो। गाजा इज करेन्सी, करेन्सी। खाएँ त मैले आफ्नै बाउको खाएँ के। ल ल ल दर्शकलाई हाई भनिदिनुहोस् न त। हाई केटा हो, हाई। अहिले चाहिँ हाईमै छु है म ब्रो। यो छ नि ब्रो, खाएपछि चाहिँ समाजलाई चाहिँ लास्ट बवाल देखिन्छ के। लिने हो? ल्याउ ल्याउ। सरी है, सरी ब्रो। ब्रो तिमी चाहिँ नि नेपालको सबैभन्दा पुरानो चियाबारीमा बसेर तोप तान्दैछौ के। यो जति बवाल कुरा के छ?
गाइज गलत ठाउँमा आए जस्तो छु है सरी है गाइज कुदा